गरम दिन चाहिँ एकदम मजाले चढेछ। 2-3 दिन भइरहेछ यता यस्तो घाम लागिरहेछ नि, र स्वेटर नलगाई बस्ने दिन पनि आएछ। फ्यान चलाएर बस्ने दिन चाहिँ एकदम मजाले लागिसकेछ है। र गद्दाहरू कम्बलहरू सबै सुकाएँ मैले चाहिँ, र नानुलाई नुहाइधुवाइ गर्दै गरम पानीले नुहाइधुवाइ गरिसकेको बादमा म गएँ किचनमा नुहाउनु त नहुने। र किचन गइसकेको बादमा चाहिँ देख्यो भने फ्रिज यति गन्दा भएको रहेछ। ब्रोकली त एकदमै वेस्ट भएछ। यता पत्ताकोपी, लाउ, गाजर, आलु र फर्सीहरू थुप्रै थोक सब्जी थियो, र मैले चाहिँ फ्रिज राम्रोसँग साफसफाइ गरेर राखिसकेको बादमा भएछ खाना बनाउने टाइम। यता खाना बसाएर मैले लाउको सब्जी चाहिँ काट्नु थालेँ। लाउको सब्जी चाहिँ मलाई एकदमै मिठो लाग्छ, र को मनपर्छ कमेन्टमा भन्नु होला। मलाई चाहिँ धेरै नै मिठो लाग्छ, र मेरो चाहिँ फेभरेट सब्जी नै हो। र मैले खानापिना खाइसकेको बादमा यहाँ किचन साफसफाइ गरेँ। किचन साफसफाइ नगरेको दिन चाहिँ मलाई एकदमै शान्ति लाग्दैन, र गएँ नानुलाई सुताउनु भनेर। र नानुलाई सुताएर म पनि रेस्ट गरिदिएँ। त्यतिपछि आइपुगेपछि मेरो भतिजी छोरी केक सिक्छु भनेर मैले चाहिँ यता स्पन्ज चाहिँ बनाउन बसाएर उसलाई क्रिम फिट्न लगाएँ। क्रिम फिट्दा स्पन्ज पनि बनेर रेडी भयो, र एकदम राम्रो भएको थियो स्पन्ज चाहिँ। र उसले चाहिँ 2टा लेयरमा कट गरेर क्रिमले कभर गरिसकेको बादमा उसले डिजाइन बनाउन थाल्यो। उसको फर्स्ट टाइम थियो, लेकिन बहुतै राम्रो बनाएको थियो। माइतको टाइममा सिकेरै जान्छु भनेर उसले सोचेको रहेछ र बनाउन थालेको। सो हुन्छ त गाइस, आजको लागि बाई। फेरि भेटौँला नेक्स्ट ब्लगमा। र यो केकको फाइनल लुक चाहिँ यो थियो, कस्तो लाग्यो कमेन्टमा भन्नु होला।